आमामामा यो चाहिँ मलाई भाइले बर्थडेको मिठाई दिएको थियो यहाँ किचनमा काम गर्दै थिएँ अब खै हेरौँ कति भयो पैसा आम ट्याकट्याके झार भन्ने चाहिँ यो है साथीहरू हेलो नमस्ते शिवहरू हजुरहरूलाई स्वागत छ मेरो युट्युब ब्लगमा अनि सदा चाहिँ भन्नु मिल्दैन यो मेरो पहिलो ब्लग हो हजुरहरूलाई स्वागत छ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला अनि आजदेखि चाहिँ मेरो भिडियोहरू स्टार्ट हुँदैछ हजुरहरूले साथ दिनु होला ठ्याक्कै म कोदोको खोले खानु आँटेको छु बाबुलाई पनि यो दिन्छु ल हेलो एभ्रिवान अनि म चाहिँ अहिले चारो काट्न जाँदैछु यहाँ सुँगुर पाल्नु सजिलो छैन साथीहरू यहाँनिर हेर्नु नत्र दिदीले पनि चारो बोकेर आउँदै हुनुहुन्छ चारो सुँगुरको माउ छ अनि म पनि चारो दिदी चारो त डर लिएर आउनुभयो त अनि यहाँ चारो खोज्नु जाँदै गरेको अनि यहाँनिर म चाहिँ चारो त्यो टेकटेके झारहरू काट्नु जाँदैछु साथीहरू सुँगुर पाल्नु भन्नु मात्रै साह्रै गाह्रो छ गाइजहरू यहाँ झार छ कि छैन अब चारो चाहिँ यता पर जाने यो चाहिँ सिधी हाल्नु भएको छ अनि हाम्रो खेत कमाउनु गएको थियौँ अनि यहाँ चारो काटेर लान्छौँ ल भनेर भनेको थियौँ साथीहरू अनि चारो काट्न आउँदैछु कस्तो मजाले सिधी उम्रेको पानी कम त छैन हो यहाँनिर राम्रो पानी छ अनि म चाहिँ यहाँ टेकटेके झार काट्न आएको यस्तो भनिन्छ कि टेकटेके झार भनेको चाहिँ गाइजहरू ला टिकटिकी झार त सबै काटिहालेको जस्तो छ त अनि के चाहिँ लानु म चाहिँ यहाँ तलको लानु हो गाइजहरू गाह्रो छ है गरी खानु इस यहाँ टन्नै छ यो लानु ट्याकट्याके झार भन्ने चाहिँ यो है साथीहरू सुँगुर पाल्नु सजिलो छैन नि साथीहरू तर सुँगुरबाट साथीहरू खत्रै पैसा आउँछ America. के झार भनेको यो है
यो हाम्रो फिदुमको चारखम्बे तल तल चाहिँ सिमे साग कम्ता हुन्छ साथीहरू। आमामा सिमे सागले नै पैसा कम्ता कमाउनु हुन्न हो यहाँतिर साथीहरू। अनि यहाँनिर चाहिँ मैले यति भारी पुऱ्याएँ। अब भने चाहिँ म यहाँ टक्क यहाँतिरको काट्छु है। अनि घर जानु पनि उहाँ पनि सुँगुरै पाल्नु भएको छ। साथीहरू यहाँ भने चाहिँ मेरो भाजी पनि पुगिसकेको छ। अब म घरतिर जानुपर्ने हुन्छ। नानीको आमा भएपछि त एकदम छिट्टो छिट्टो काम गर्दा मात्रै हो। यता चाहिँ सिमे सागहरू टन्नै छ तर लान पाइँदैन। गर्मी बढेको छ र पनि मैले ज्याकेट लगाएको किनभने बाबुले बुबु खानुहुन्छ नि त, खान्छ नि त, त्यही भएर। साथीहरू अब चाहिँ भने म घरतिर लाग्दैछु यति चारो लिएर। अब घरतिरै गएर साथीहरू अब चाहिँ भने म चारो लिएर घरतिर जाँदैछु। यति राम्रो चारो भेटेँ मैले। अनि यता तल चाहिँ कस्तो दामी भ्यू छ क्या, देख्नु सक्नुहुन्छ कस्तो दामी भ्यू छ। अनि म चाहिँ अब घरतिर लाग्दैछु। अघि आएकै बाटो लाग्नुपर्छ तर म लड्नु पनि सक्छु है साथीहरू। गाह्रो छ, कस्तो डिलो अप्ठ्यारो रहेछ। गरी खानु सजिलो छैन नि साथीहरू। आयो सिँगा नै निस्क्यो पिठा। अनि यहाँ चाहिँ मकै छर्नु ढिलो भइसक्यो। प्याजहरू भने लसुनहरू भने चाहिँ निकाल्ने बेला भए पनि छैन। अब नानीको लुगा धुनुपर्ने हुन्छ। उता हेर्नु न मैले कपडा बाटेको जस्तो बाटिदिएको युट्युबमा हेरेर। टमाटर बन्दाकोपी टक्कले अनि खानासाना खाइयो। अनि यता मेरो एउटा एकजनाले चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ किम्बुका र मुख यस्तो बनाइरहेछ। ये किसके चटिए एउटाले चाहिँ स्प्राइट बोकेर आयो। स्प्राइट लभर हो के? स्प्राइट लभर है, त्यसै मोटाएको हो यस्तो भएको हो। स्प्राइट धेरै खाएर। यहाँ चाहिँ मेरो कोइलामा चाहिँ भात पाक्दैछ साथीहरू। यता चाहिँ दाल। यो कालो चाहिँ मलाई केही नभन्नु होला किनभने यो कालो चाहिँ हाम्रो केटाहरूले साइडमा लगाएको थियो, त्यही भएर यो यस्तो भयो आगोमा। अनि यता चाहिँ चारो सुँगुरहरू 3टा छ। 3टा सुँगुरले मेरो ताज पड्काइदिन्छ। अनि यहाँनिर अब चारोहरू दिनुपर्ने हुन्छ। यहाँ खाना पाक्दैछ। सागलाई चट्टसँग च्वाचेको मासुसँग पकाउनु पर्ने हुन्छ होइन। यो चाहिँ मलाई भाइले बर्थडेको मिठो दिएको थियो। यहाँ किचनमा काम गर्दै थिएँ। अब खै हेरौँ कति भयो पैसा। आम्मामामामा आज बर्थडेमा कमाएको। ल मसँग आज छैन, भोलि दिउँसो आउनु ल। हस् ल बाई बाई गर ल। भाइले यहाँ मिठो ल्याएर दियो। कसम माछा बोक्नु पैसा थिएन यार। अनि अब भोलि दिन्छु। साथीहरू आज म यस्तो गाउँ पऱ्यो भनौँ न होइन। अनि उसलाई चाहिँ मैले पहिला पैसाहरू दिइरहेको थिएँ क्या, 12 लाख थियो है। अनि उसले मलाई एउटा मिठो ल्याएर दियो। अब आज मसँग पैसा थिएन, जहिले तहिले पैसा हुन्छ भन्ने कुरा हुँदैन होइन। अब म उसलाई दिन्छु भेटेको बेलामा। अनि यता चाहिँ मेरो टक्कले आज मासु पाक्दैछ। च्वाचेको मासु पाक्यो।